प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कप्टा खोलेर विरोध जनाउनु भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनु भएका सांसद सिंहले बोल्न समय पाउनु भएको थिएनन्। सांसदहरू सिंह र प्रेम सुब्बालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठ्नु भएको थियो। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भने सँगै सांसद सिंहले आफ्नो शर्ट र भित्री गन्जी खोली विरोध जनाउनु भएको छ। माननीय सदस्यहरू बसौं। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको नियम त्यसैसँगै संसदमा अन्य दलका सांसदहरू समेत बोल्न पाउनुपर्ने माग उठेका थिए। तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लील, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभएको भने प्रतिनिधि सभा नियमावलीको नियम 30 अनुसार चल्न आग्रह गर्नुभयो। अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो। तपाईलाई माननीय सदस्य अमरेश कुमार सिंह, तपाईले जुन व्यवहारहरू देखाइरहनु भएको छ त्यसले गर्दा म हाम्रो नियम 30 को आधारमा म तपाईलाई चेतावनी दिन चाहन्छु। तपाई आफ्नो ठीक ढंगबाट बस्नुहोस्। सभ्यताका साथ आफ्नो कुराहरू नियम अनुसार राख्ने कुरामा लाग्नुहोस्। म तपाईलाई हाम्रो नियमावलीको नियम 30 अन्तर्गत बैठकमा यस्तो खालको व्यवहार नदेखाउनको लागि चेतावनी दिइसकेको छु। तपाई ठाउँमा आएर बसेर अनुशासित हुनु भएन भने तपाईमाथि थप अन्य कुराहरू हुने कुराको जानकारी गराउन चाहन्छु। यसैसँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो।